हेलो हन्टिङ बा यस्तो हेर यहाँ जङ्गलमा बाटो छ राति राति यो बाटो हिँड्नुपर्छ यहीँ आउँछ त्यही जरायो सरायो बँदेलहरू ल यता नि जङ्गल यता नि जङ्गल भा अहिले आयो भने दौडिनु पर्छ आउँछ त बा त्यो रोडको बिचमा बसेर ए भन भाइ हो बाटो भनेर नि के गर्नु आमा गाडी त फेरि मस्तै हिँड्दो रहेछ नि गाडी बाइकहरू त त्यहाँ गाडी बाइक आइरह बाफ्रे बाप गइरह आइरह आयो ओहो यस्तो नि मजा आउँदो रहेछ त अहिले हिँड्दै आउनुपर्छ है नि यो पुल छड्के मुभी कोले हेरे तैँले हेरेको छ है बाबु यहाँनिरबाट दयाङ राईले अनि एउटा अर्को हिरो लहर्छ नि यहाँबाट यहाँबाट पुट त खेच्छ है अनि यहाँसम्म लहर्छ त नि है यहाँसम्म लहरिदिन्छ नि मैले त हेरेको ल यहीँसम्म आउनु थियो आइयो ल जाउँ अब फर्क्यौँ फेरि हाम्रो स्थलतिरबाटै फर्क्यौँ अब बिचरा दाजु त्यो दाजु बिचरा अब चलाउने स्कुटी चलाउने मान्छे हो क्या त्यो दाइ है स्कुटी चलाउनु हुँदो रहेछ अनि अपाङ्ग हुनुहुँदो रहेछ है गाडी के अरे स्कुटी बिग्रेर बिचमा हेर्नु न उहाँ त्यो साथीहरू रहेछ क्या हो अनि स्कुटी स्टार्टै नभइकन बिचरा हामी यताबाट जाँदाखेरि लगभग आधी घन्टा भयो नि है बसेको त है त्यो त है पहिलेदेखिबाट बस्नु भएको रहेछ क्या हो गेम भइरहेको रहेछ यहाँ चाहिँ को हो को हो छोड्यो घुमेर आएपछि अब हाम्रो यस्तो छ आलु परोठा है यस्तो छ दुईजना लाग्यो हामीले फास्ट अब हाम्रो किचनमा बन्दैछ यहाँ राखेर यत्रो गोलो बनाएर है गोलो बनाएर गरेर आलु यसरी हालेर हालेर यसो खाँदै गएपछि यत्रो पो हुन्छ है आलु खै भर्खर हालेको आलु खै भित्रको यहाँ अब पिठोमा डिप गरेर यसलाई यस्तो बनाइन्छ अनि यहाँ बेलेर त्यहाँ पेलेर रोटी बनाएर परोठा बनाएर खानुको मजा खासै गोलो बनाउन त आउँदैन परोठा टेढे मेढे यसो टेढे मेढे यतिको काम चलाउ सरकार त बनाइहाल्छ खानालाई ल यत्रो थाक बन्यो अझै अब यहाँ एउटा लास्ट छ अलिअलि डढेका पुज्ने होगा ल ल्याउनुहोस् भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला कस्तो लाग्छ हाम्रो भिडियो जस्तो छ त्यस्तै कमेन्ट गरिदिनु होला धन्यवाद